आयो द्रोण नहुसे गति च पवने अवे बलम हलधरे सत्यम च कुंती सुते दशरथे शत्रु क्षयम राघवे ऐश्वर्यम नहुसे गति च भवतां कीर्तिष्ट नारायणे जयंती मंगलकाली भद्रकाली कपाल पवने मानं चतुर्योधने शौर्यं शान्तं कुंती सुते विज्ञानकाली भद्रकाली कपालिनी दुर्गा क्षमा शिवा धात्री स्वाहा काली कपालिनी दुर्गा क्षमा शिवा धात्री स्वाहा सुधा नमस्तुते। दसैँको शुभकामना है त। ल विनोद कस्तो लागिरहेछ दसैँमा? एकदम राम्रो एकदम रमाइलो भइरहेछ नेपालमा दाइसँग हो यता दिदीसँग यता अङ्कल आन्टी हाम्रो यता पुरै अरेन्ज भ्यूमा एकदम रमाइलो भइरहेछ एकदम। अनि हाम्रो यता पिरिया हुनुहुन्छ त्यही हो नि। ल म पनि ल तिम्रो नाच त म खिच्छु। ल है दिदी के हुँदैछ? बात छ के बहुत राम्रो। ल के छ कस्तो लागिरहेछ? लवन्ची स्वागत छ हजुरलाई। हेलो कस्तो लागिरहेछ दसैँमा? एकदमै रमाइलो। त्यस्तै हो तपाईलाई चाहिँ मन पर्ने भएर फेरि बनाउनु लाग्यो। के हो यो नेल? मैले पनि गर्नुपर्छ क्या एउटा सँगै चाहिने बनाउन पाइयो मेन कुरो होइन। यसैमा खुसी लाग्छ। नवदुर्गा भवानीले सबैले रक्सीसिङ गर्नु पऱ्यो होइन। हाकिदायक कुराहरू पुग्नु पऱ्यो। दिन दशा ग्रहहरू छ भने चाहिँ कटेर सक्दै ओ पारी जानु। अब नवदुर्गा भवानीले होइन मनोज के छ कस्तो लागिरहेछ? एकदम नाच्नु तयार हो कि नै? नाच्नु एकदम एक राउन्ड ल अचार अचार। यहाँ चाहिँ हाम्रो बुच्चरिङ हुँदैछ यस्तो रमाइलो रे। मोहन के हुँदैछ त्यता? नाच्छु नि ल ल अहिले पहिला यो त देखाउँ त हेर। पियाज काटेर आलु यता बिगी अनि यता चाहिँ स्पेसल मटर है। ल ल डान्स 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 ल ल डान्स। यता कस्तो भइरहेछ? ल कस्तो लागिरहेछ? ल दसैँ एकदम राम्रो है। ल त्यो ढाका टोपी धेरै राम्रो रहेछ कि यस्तो राम्रो ढाका टोपी देखेँ। बाहिरकालाई पनि बोलाएर नचाउनु पऱ्यो नि। साथीले सँगै एक्लै रङ्गी सँगै लुजा नाच नाच भाइ छिटो छिटो गर न भाइ यार कति ढिलो गरेको। ल जाऊ 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 जाऊ। सुजन के हुँदैछ यहाँ भन त? दसैँ विशेष कार्यक्रम चलिरहेछ है। विशेष सामग्री कुकिङको कामहरू चलिरहेछ। यो के भन्छ यसलाई? उसको नाम के अरे? सर यहाँ तल हेर्नु साह्रै छैन कि हाल्नु न अझै छ के होला भित्र बेसारी छैन अब के भित्र छ कि केको भित्र छ कि त निकाल्नु नि। ल ल तान्नु त अझै तान्नु त हेर्नु भन। ल ल ल सुजन सुजन ल कहाँ के गर्दै यार हामी 81 हामी अब यहाँ 81 कसैलाई नपुगेको ग्रोसरी गर्न आइरहेछ भन्दा हाम्रो टार्गेट टमाटर होइन? हो हो
अलि राम्रो ट्याग त ल सुजन के भयो अहिले अहिले दसैँको लागि यसो सपिङको कार्यक्रम भइरहेछ नपुग सामानहरू लियो अहिले प्रेसकोबाट एकदम इमर्जेन्सी हाम्रो लागि मसला र चाहिँ टमाटरको अलिकति अभाव देखेको भएर हामी मसला टमाटर लिन आइरहेको समस्या भएन दसैँको लागि एकदम सबै भव्य रमाइलो भइरहेछ हाम्रो दसैँ हामीले सम्पन्न गर्ने योजना गरिरहेछौँ दसैँ रमाइलो अहिले एकदम बेसी रमाइलो भइरहेछ हजुर के हो यार यत्रो के भइरहेछ यहाँ दसैँको सानदिनो दसैँ विशेषको कार्यक्रम भइरहेछ हाम्रो ओरेन्जभिलमा यसको लागि अलि नपुग सामानहरू लिएर हिँडिरहेछौँ हामी हाम्रो दाजुलाई के भइरहेछ कस्तो फिल भइरहेछ आज एकदमै एक्साइटेड राम्रो छ ठिक छ एकदम बडा दसैँ अब विदेशमै भए पनि मान्न पाइएको छ नेपाली ग्रुप मिलेर चाहिँ गर्नु पाइएको छ नेपाली त्यसैमा एकदमै खुसी छौँ हामी होइन एकदमै बेस्ट दिन हुँदैछ होइन एकदम खानपिनहरू पाक्दैछ खानपिनहरू पाक्दैन बारेमा हामीलाई अब इमर्जेन्सी केही कुराहरू सामान सकिएको कारणले गर्दा इमर्जेन्सीमा चाहिएको सामान लिँदै सामान लिनका लागि चाहिँ अलिकति अब नजिकैको प्लेसको हाम्रो 2 मिनट पनि पर्दैन होइन भइहाल्यो हामी त्यहीँबाट आउँदैछौँ ल ठिक छ एकदम रमाइलो भइरहेछ ल सुजन ल अब के गर्ने भिडियो बनाउने हो र भएन हजुर भयो सान्दै आउनु केही नै हुँदैन जोडिनु भएन क्या जाउँ न Hey!